Guys, welcome to my new vlog. जियोस् हिजोबाट चाहिँ पानी परिरहेको थियो। मौसमले चाहिँ अलिअलि डराउँदै थियो। आज बिहानदेखि लगातार पानी रहेको थियो, पानी परिरहेको थियो। अनि पानी परिराख्दाखेरि झ्याउ लाग्ने कि न यता हिँड्न पाउने न उता हिँड्न पाउने। तर मौसम चाहिँ जे चिल थियो कि आनन्दको, जाडो जाडो भइरहेको थियो। अनि पानी पर्दाखेरि अहिले चाहिँ जियोस् यस्तै 2 बजीतिर बिडो भएको छ। हेर्न सक्नुहुन्छ मौसम अहिले कस्तो भएको छ। जियोस् मौसम चाहिँ अहिले चिल भयो क्या, घाम लाग्ने। पानी पर्न हान्दा त यत्तिकै ठिक घाम लाउला जस्तो भयो। जस्ट भ्यू पनि राम्रो आइरहेको अहिले, पानी परेर होला जस्तो लाग्छ। जियोस् अहिले चाहिँ घाम लागेर चाहिँ जस मजा दिइरहेको। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ बिरुवाहरू छ, अर्ग्यानिक सब्जी जसमा घरै उत्पादन गरेको। जस पानी परेर चाहिँ एक दिनसम्म चिल भएको मौसम, जाडो गर्मी मौसम माथि जाडो फिल भएको। अब चाहिँ भोलिबाट चाहिँ यस्तो घाम चर्किन्छ नि, दिनमा त पसिना काट्ने घाम चर्किन्छ। यतापट्टिको भ्यू हेर्न सक्नुहुन्छ। पानी परेर यताउति जम्मै सोर्नु परेछ। सबले अहिले घाम लागेको भएर जस्तोले लुगा सुकाइरहेको छ। यतापट्टिबाट नि हेर्न सक्नुहुन्छ। गाइस यही हो आजको हाम्रो कन्टेन्ट। बिहानदेखि पानी परिराखेर र अहिले घाम लागेको अवस्था।